नमस्कार सम्पूर्ण किसान दाजुभाइहरु। यो भेराइटी म हजुरलाई जुन देखाइरहेको छु यो कर्नाटकको भिसिया 517 सिंगड बर्ड प्लान्टेसन थियो मेरो। गएको वर्ष अक्टोबर 12 तारिक मैले यो लगाएको थिएँ। यो बर्डमा मेरो 16-17 वटा टिलर्स छ। यस्तो हैन कि एउटा मात्र यस्तो होला भन्ने। यो चाहिँ मैले फागुनसम्म कति किलोको एभरेज दिन सक्छ यसले भनेर एउटालाई बचाएर राखेको छु, टेका लगाएर बाँस गाडेर। यस्तै मसँग यो 2 नाली रेन्जमै थियो, अझै अलिकति मसँग बिउ छ। गन्ना एकदम मोटो देख्न सक्नुहुन्छ र यो गन्नाको वजन मैले 10 दिन अगाडि गर्दासम्म 4.25 किलोसम्म यसको वजन आइसकेको थियो। एकचोटि म हजुरलाई यसमा काउन्टै गरेर देखाउँछु कति छन् त। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 वटा गन्ना रहेको छ यसमा। 14 वटा गन्ना समान मोटाइका, एकदम कम खाद मलमा। यसमा बर्खाको टाइममा कुनै पनि किसिमको कीटनाशक युरिया केही पनि राखिएन। यो बिना युरियामा पनि यति राम्रो हुन सक्ने जात सायद किसानलाई माथि पुगाउने जात होला। जस्तो हाम्रो 38 थियो, त्यो भन्दा पनि मलाई यो बेटर लाग्यो। 38 मा रोगले गर्दा हामी छोड्यौं, टाढा भाग्नु पर्यो 38 बाट। कसैलाई बिउ बनाउन मन छ, 1500 आँखला चाहिन्छन् भने कन्ट्याक्ट गर्नु होला। मैले पनि 1000 आँखला मात्रै ल्याएको थिएँ गत वर्ष। अहिले मेरो 2.5-3 बिगालाई मैले पुगाएँ। थोरै घरमा लगाएर बिउ बनाउन इच्छा छ। यो वर्ष लाग्नुस्, नभए अर्को वर्ष जति चाहिन्छ मसँग उपलब्ध हुनेछ। हस्त।